एन्टी डेरिभेटिभ क्लास 12 को बेसिक म्याथमेटिक्सको एन्टी डेरिभेटिभ। यो एन्टी डेरिभेटिभ भन्ने च्याप्टर क्यालकुलसको अब डेरिभेटिभको च्याप्टर छ। अब हामीले क्लास 12 मा एन्टी डेरिभेटिभमा पढ्नुपर्ने भनेको इन्डिफाइनाइट इन्टिग्रल हो। सबैलाई के थाहा छ भन्दाखेरि एन्टी डेरिभेटिभ भनेको चाहिँ डेरिभेटिभको अपोजिट हो भनौँ न, हैन, रिभर्स अफ डेरिभेटिभ भनौँ न, रिभर्स अफ डेरिभेटिभ भनेको चाहिँ के हो भन्दाखेरि एन्टी डेरिभेटिभ हो। अब यहाँ हेर्दा चाहिँ मानौँ हामीले के गर्ने भन्दाखेरि एउटा फङ्सन एफएक्स छ अरे, क्यापिटल एफएक्स भन्ने एउटा फङ्सन छ अरे। यो क्यापिटल एफएक्स भन्ने फङ्सनको मैले के गरेँ भन्दाखेरि डेरिभेटिभ गर्दाखेरि चाहिँ मैले के पाएँ भन्दाखेरि एफएक्स पाएँ अरे। सानो एफएक्स चाहिँ के अरे भन्दाखेरि यो ठुलो एफएक्सको चाहिँ के हो भन्दाखेरि डेरिभेटिभ गरेर निस्केको भन्नुको अर्थ डी क्यापिटल एफएक्स बाई डिएक्स भनेको स्मल एफएक्स भनेको भयो, हैन। भनेपछि क्यापिटल एफएक्सलाई डेरिभेटिभ गर्दाखेरि स्मल एफएक्स आउँदो रहेछ भन्नु खोजेको। अघि मैले के भने भन्दाखेरि डेरिभेटिभ भनेको अपोजिट, सरी, एन्टी डेरिभेटिभ भनेको अपोजिट अफ डेरिभेटिभ हो अथवा रिभर्स प्रोसेस अफ डेरिभेटिभ हो भने मैले। अब सुनौँ, यसको डेरिभेटिभ के रह त एफएक्स रह, यसको डेरिभेटिभ के रह त एफएक्स रह भने यो एफएक्स को चाहिँ अब यसको उल्टो प्रोसेस भनेपछि यो जुन डेरिभेटिभको एन्टी डेरिभेटिभ चाहिँ के होला भन्दाखेरि यो क्यापिटल एफएक्स रह, हैन त। ठ्याक्कै उल्टो प्रोसेस भनेको चाहिँ भने स्मल एफएक्स को एन्टी डेरिभेटिभ के रह त भनेपछि एफएक्स रहेर क्यापिटल एफएक्स इज कल्ड द एन्टी डेरिभेटिभ अफ एफएक्स भन्ने कुरा यहाँदेखि आयो। अब हेरौँ, अब मानौँ मैले यहाँ एफएक्स मात्रै छैन अरे, हैन। यो फङ्सन जुन एफएक्स भन्ने फङ्सनले क्यापिटल एफएक्स फङ्सन चाहिँ एफएक्स प्लस सी छ अरे। यो सीलाई हामीहरू आर्बिट्ररी कन्स्ट्यान्ट पनि भन्छौँ यो सीलाई चाहिँ। अब हेरौँ, अब हामीले यसको डेरिभेटिभ गर्यो भने क्यापिटल एफएक्सको डेरिभेटिभ भनेको स्मल एफएक्स हुन्छ, अघि भनेकै छ। अब यो सी भनेको कन्स्ट्यान्ट र कन्स्ट्यान्टको डेरिभेटिभ के हुन्छ, डेरिभेटिभ अफ 1 बाई डिएक्स भनेको 0 हुन्छ, हैन त। डेरिभेटिभ अफ 1 अथवा डेरिभेटिभ अफ कन्स्ट्यान्ट त्यो कति हुन्छ, 0 हुन्छ भनेको। डेरिभेटिभ अफ एफएक्स यो नि भयो, अनि डेरिभेटिभ अफ कन्स्ट्यान्ट अफ 0 भयो भनेपछि कति आयो त्यहाँनिर एफएक्स नि आयो। भन्नुको अर्थ त यो यसको ओभरअलको डेरिभेटिभ यो रहेछ भने यो सिम्पल कुराको यो स्मल एफएक्सको एन्टी डेरिभेटिभ के रह भन्दाखेरि एफएक्स प्लस सी पनि त रहेछ भनेर बुझ्नु पर्यो। जस्तै हेरौँ, यदि फङ्सन एफएक्स चाहिँ एन्टी डेरिभेटिभ अफ एफएक्स हो भने यो एक्सप्रेसन एफएक्स प्लस सी छ वेयर सी त्यसलाई चाहिँ हामी इन्डिफाइनाइट इन्टिग्रल भनिन्छ, हैन त। यदि यो क्यापिटल एफएक्स चाहिँ यो स्मल एफएक्सको एन्टी डेरिभेटिभ हो भने यो होल फङ्सन हुन्छ एफएक्स प्लस सी वाला, यो एफएक्स प्लस सी भनेको चाहिँ के हो भन्दाखेरि इन्डिफाइनाइट इन्टिग्रल हो। जुन इन्डिफाइनाइट इन्टिग्रललाई हामीले लेख्दाखेरि कसरी लेख्ने भन्दाखेरि इन्टिग्रेसन अफ एफएक्स स्मल एफएक्स इक्वल्स टु एफएक्स प्लस सी, जहाँ यो हाम्रो कन्स्ट्यान्ट यो स्मल सी छ, यो सीलाई हामीहरू इन्टिग्रेसन कन्स्ट्यान्ट भन्छौँ। यो आएको जुन यो सी छ, यो सीलाई हामीहरू के कन्स्ट्यान्ट भन्ने अरे भन्दाखेरि इन्टिग्रेसन कन्स्ट्यान्ट भन्ने। र जुन यहाँनिर यो एफएक्स स्मल एफएक्स लेखेको छ, यो स्मल एफएक्सलाई हामीले इन्टिग्रेन्ड भन्छौँ। यो स्मल एफएक्स छ नि, यसलाई हामीहरू इन्टिग्रेन्ड भन्ने। भने यो स्मल एफएक्सबाट यसको होल फङ्सन, यसको एन्टी डेरिभेटिभ निकाल्नु पर्यो भने चाहिँ यो प्रोसेस अफ फाइन्डिङ दिस एक्सप्रेसन इज नोन एज द इन्टिग्रेसन। भनेपछि यो प्रोसेस योदेखि यो फाइन्ड गर्ने प्रोसेसलाई चाहिँ के भनिन्छ भन्दाखेरि हामीहरूको इन्टिग्रेसन भनिँदो रहेछ। अब हामीले क्लास 12 को म्याथमेटिक्समा इन्टिग्रेसनमा जान्नै पर्ने फर्मुलाहरू छ, हैन। त्यो फर्मुलाहरू नजानिकन अगाडि नबढ्दा हुन्छ भन्छु म चाहिँ। यो फर्मुलाहरूलाई यहाँ लिस्ट आउट गरौँ, धेरैवटा फर्मुला छैन, याद गर्नुपर्ने फर्मुला सिम्पल 12 का फर्मुलाहरू पनि याद गर्नुपर्छ हामीले, र सरी सिम्पल 11 को फर्मुलाहरू पनि याद गर्नुपर्ने हुन्छ। यी फर्मुलाहरू मैले देखाइदिन्छु। जस्तै इन्टिग्रेसन अफ एक्स एन्ड डिएक्स छ भनेको यो भनेको त 12 कै फर्मुला भयो। एक्स एन मा पावर प्लस 1 भयो भने तल के हुन्छ त पावर एन प्लस 1 सम्म तल त्यही आउने, यो प्लस सी लेखिन्छ। जहाँ सी चाहिँ कहिले पनि यहाँ -1 हुन, सरी, जहाँ एन चाहिँ कहिले पनि यहाँ -1 हुनु भएन। त्यसै गरी इन्टिग्रेसन अफ 1 बाई एक्स डिएक्स भनेको नेचुरल लग एक्स प्लस सी हुन्छ। अफ एक्स डिएक्स भनेको पनि यहाँ एक्स प्लस सी नै भयो।
चाहिँ सिम्पल हामीले पढेको 12-11 क्लासको म्याथमेटिक्सको एन्टी डेरिभेटिभको फर्मुला हो। अब अरू पनि छन् यहाँनिर कसको छ, साइनको छ, ट्यानको छ, सेकको छ होइन। जस्तै अरूका पनि हामीले डेरिभेटिभ छन्, ती एन्टी डेरिभेटिभ छन्, ती एन्टी डेरिभेटिभलाई क्लास 11 पनि प्रुभ भइसकेको कुरा हो। अब यहाँ नयाँ फर्मुला छन्, ती नयाँ फर्मुला मैले यहाँ लेख्न चाहे क्लास 12 का फर्मुलाहरू। एउटा फर्मुला लेख्छु म, चाहिँ अब यस्तो खालको प्रब्लम हामीले 11 मा गरेको हो, त त्यतिखेर चाहिँ ठ्याक्कै यस्तो फर्मुला लाउँदैन थियो। तर यहाँनिर चाहिँ हामीले यस्तो फर्मुला लाउनुपर्छ। यहाँ के भनेको छ भन्दाखेरि यदि एफएक्स एउटा फङ्सन हो र यसको फङ्सनको डेरिभेटिभ चाहिँ माथि दिएको छ भने यस्तो खालको कन्डिसन आयो भने फर्मुला के लाउनु त भन्दाखेरि नेचुरल लग यही फङ्सन प्लस कन्स्ट्यान्ट त हुने नै भइगयो। अरू रुटवाला पनि छ, हेरौँ। f dash x root under fx यो भनेको 2 टाइम्स root under fx प्लस c हुन्छ। यहाँ के भयो, अब सेम फरक के छ भन्दाखेरि यहाँनिर चाहिँ fx फङ्सन थियो, यो fx फङ्सनको डेरिभेटिभ माथि छ। तर यहाँनिर त्यो fx फङ्सन जुन छ त्यो fx फङ्सन चाहिँ रुट अन्डर छ, रुटभित्र छ। रुटभित्र भएको यो जुन फङ्सन छ यो फङ्सनको चाहिँ डेरिभेटिभ माथिपट्टि छ भने चाहिँ यसको एन्टी डेरिभेटिभ अथवा इन्टिग्रेसनको फर्मुला के हो त भन्दाखेरि 2 रुट अन्डर fx प्लस c हुँदो रहेछ। अरू पनि हेरौँ। अब ठ्याक्कै उल्टो भयो। अघि यही कुरा रुटमा थियो होइन, तल डिनोमिनेटरमा थियो। अब यही कुरा चाहिँ डिभाइडमा थियो, यही कुरा केमा आयो भन्दाखेरि प्रोडक्टमा आयो। प्रोडक्टमा आउने फर्मुला के होला, 2/3 fx पावरमा यहाँ पावरमा चाहिँ ठ्याक्कै उल्टो हुन्छ। पावर यहाँ 2/3 छ यतापट्टि अगाडि प्रोडक्टमा छ भने पावरमा चाहिँ ठ्याक्कै उल्टो के हुन्छ भन्दाखेरि 3/2 प्लस c भएर बसिदिन्छ। यो चाहिँ एउटा नयाँ फर्मुला भन्दा पनि सर्ट फर्म हो क्या। यो सर्ट फर्म यसलाई फेरि 11 जस्तै फेरि लेट गरेर गइराख्न झ्याउ हुन्छ। त्यही भएर यो चाहिँ ठ्याक्कै सर्ट फर्म निकालेको हामीले यो फर्मुलाहरू चाहिँ। अब अझै 12 का झन् महत्त्वपूर्ण फर्मुलाहरू त आउनै बाँकी छन्। यी फर्मुलाको सर्ट लिस्ट बनाएर पढ्नुपर्छ। त्यो साह्रै नै इम्पोर्टेन्ट फर्मुलाहरू छन्। अब 12 मा युज हुने, बारम्बार 12 मा युज हुने फर्मुलाहरू भनेको चाहिँ इंटीग्रेशन अफ 1/x² प्लस a² dx। यस्तो खालको फर्मुलामा चाहिँ हामीले के लेख्ने भन्दाखेरि 1/a tan इन्भर्स x/a प्लस c हुन्छ। अब यो फर्मुलालाई प्रुभ गर्ने हो भने यो पनि प्रुभ गर्दाखेरि हामीले क्लास 11 मा ट्रिग्नोमेट्रिक सब्स्टिट्युसन बाह्र तरिकाले इन्टिग्रेसन गर्थ्यौं। त्यो इन्टिग्रेसन गर्दाखेरि ठ्याक्कै यस्तो खालको आउँछ जहाँ हामीहरू यस्तो खालको जुन कन्स्ट्यान्ट टर्म देख्छौं, जस्ता एहरू भने कन्स्ट्यान्ट टर्म हो, यसलाई हामीले लेट गरेर गर्थ्यौं। यो चाहिँ मैले यहाँ गरिदिन्छु, अरु चाहिँ आफै गर्नुपर्छ। जस्तै यो कन्स्ट्यान्ट टर्महरू छ हैन, कन्स्ट्यान्ट टर्मको छेउमा यो भेरिएबल टर्म छ। यो भेरिएबललाई चाहिँ हामीले कन्स्ट्यान्टसँग एउटा ट्रिग्नोमेट्रिक फर्मुला सब्स्टिट्युट गरेर यसलाई हामीले लेट गर्छौं। जस्तै लेट गरी हेरौँ न त। लेट गर्दाखेरि के लेट गर्ने भन्दा x = a tan थीटा लेट गरौँ। यसको डेरिभेटिभ निकाल्नु dx/dx = a बाहिर आयो d tan थीटा/dx हुन्छ। तर हेरौँ त यहाँ थीटा छ तर यहाँ x छ भनेपछि हामीले डेरिभेटिभ गरेर त तल के चाहिन्छ, थीटै चाहिन्छ। त्यही भएर यसलाई हामीहरू चेन रुल अप्लाई गर्ने। यो 1 भइगयो a sec² थीटा यो लेख्दाखेरि इन्टु d थीटा/dx भनेपछि हामीले जुन यो माथि dx भनेर लेखेको छ त्यो dx को ठाउँमा हामीले यो कुराले सब्स्टिट्युट गर्न पाइयो। यहाँ dx लाई चाहिँ हामीले के सब्स्टिट्युट गर्न पाइयो भन्दाखेरि a sec² थीटा d थीटाले चाहिँ के गर्न पर्यो, सब्स्टिट्युट गर्न पायो। अब सब्स्टिट्युट गरेर यहाँ हेरौँ त के निस्किँदो रहेछ। यसलाई मैले i भनेको थिएँ। जस्तै i = इंटीग्रेशन अफ 1/ अब x को ठाउँमा के हाल्ने, a tan थीटा को होल टु स्क्वायर हाल्ने, a² जस्ताको त्यस्तै छ। यहाँ त dx थियो। अब dx को ठाउँमा के हाल्ने भन्दाखेरि a sec² थीटा d थीटा हाल्ने बाइ यो भनेको a² tan² थीटा प्लस a को पनि स्क्वायर भयो। अब जस्तै यहाँ हेरौँ, यो a भनेको कन्स्ट्यान्ट टर्म हो भनेपछि यहाँबाट a तलबाट a² कमन आयो।
गर्दाखेरि यहाँनिर tan स्क्वायर थीटा प्लस 1। अब हामीले यसो अलिकति क्लास 9 मा पढेको कुरा पनि चाहिन्छ, त्यही भएर ट्रिग्नोमेट्रीहरूको अलिअलि गरेर जान्नु पर्छ। यहाँनिर इन्टिग्रेसनहरू सल्भ गर्दाखेरि 11 मा पनि जान्नु पर्थ्यो। जस्तै यहाँनिर हेरौँ, ए र यो स्क्वायर काट्यो भने यो कन्स्ट्यान्ट टर्म बाहिर आइहाल्यो। अब हेरौँ त सेक स्क्वायर थीटा, यो फर्मुला भनेको के को फर्मुला हो भन्दा यो फर्मुला भनेको सेक स्क्वायर थीटाकै फर्मुला हो। तलको फर्मुला भनेको यस्तो थियो नि त, कस्तो थियो भन्दाखेरि सेक स्क्वायर थीटा भनेको tan स्क्वायर थीटा प्लस 1 हुन्छ। यो फर्मुला चाहिँ जान्नु पर्यो। यस्तै अरू फाल्का पनि फर्मुला छन् साइन र कसमा र कसेक र कटमा, त्यो पनि जान्नु पर्छ। 2 थीटा यो र यो उल्टियो, यो र यो उल्टेपछि यहाँ कति आउने भयो भन्दाखेरि 1/a यहाँ 1 d थीटा। अनि हामीलाई के थाहा छ भन्दाखेरि डेरिभेटिभ अफ नथिङ, डेरिभेटिभ अफ सरी एन्टी डेरिभेटिभ अफ 1 भनेको जति यहाँ थीटा छ भने थीटा प्लस c लेख्ने चलन थियो भने यहाँ पनि के लेख्ने भन्दाखेरि 1/a थीटा प्लस c हुने भयो। अब थीटाको भ्यालु कहाँदेखि निकाल्ने, यसो माथि राखौँ त। हामीले यहाँनिर थीटाको भ्यालु निकाल्न सकिएला। कसरी निकाल्न सकिएला भन्दाखेरि यसलाई तल फ्याल्यो भने यो tan थीटा आउँछ। अब यो थीटा भनेको त के हो भन्दा कम्प्लेक्स नम्बरमा गरे जस्तै के tan इन्भर्स y/x गर्थ्यौ नि, यस्तै क्या। थीटा भनेको नि के हो भने tan इन्भर्स x/a रहेछ। अब यहाँनिर हेरौँ थीटाको ठाउँमा के युज गर्न पायो भन्दाखेरि हामीले tan इन्भर्स x/a प्लस c, ठ्याक्कै यही निस्किन र ठ्याक्कै यस्तै निस्क्यो भने यस्तो सिम्पल फर्मुलाहरू चाहिँ जान्नु पर्यो हामीले। सिम्पल भन्दा पनि अलिकति गाह्रै छ, तर यत्रो डेरिभेसन चाहिँ गरेर याद राखिराख्नु पर्दैन। जस्ट हामीले थाहा पाउनु पर्ने भनेको चाहिँ फर्मुला मात्रै हो। यसलाई अब इरेज गरौँ र अरू फर्मुलाहरू पनि म अब अरू फर्मुला चाहिँ टक्क लिस्ट आउट मात्रै गरिदिन्छु, प्रुफ चाहिँ गर्दिनँ। म प्रुफ चाहिँ गर्दिनँ है त, अरू फर्मुला चाहिँ टक्क लिस्ट आउट मात्रै गरेर छाडिदिन्छु। अर्को यो 1 नम्बरको भयो भने अर्को 2 नम्बरको फर्मुला इन्टिग्रेसन अफ 1/x स्क्वायर माइनस a स्क्वायर आयो भने चाहिँ के गर्ने भन्दा यसलाई 1/2a हैन त, 1/2a नेचुरल लग यहाँनिर x स्क्वायर माइनस a स्क्वायर छ भनेपछि यहाँ x माइनस a लेख्ने, तर x प्लस a लेख्ने। ठ्याक्कै यस्तै एउटा फर्मुला छ, तर के फरक छ भन्दाखेरि यहाँ चाहिँ अब a स्क्वायर माइनस x स्क्वायर भइन्छ, ठ्याक्कै त्यस्तै फर्मुला हो। अब यहाँनिर चाहिँ के हुन्छ, माथि चाहिँ प्लस आइदिन्छ, तल चाहिँ के आएर बस्दिन्छ भन्दाखेरि माइनस आएर बस्दिन्छ। जस्तै हेरौँ a प्लस x/a माइनस x। त्यसै गरी चौथो फर्मुला छ। यो चौथो फर्मुला भनेको रुटवाला फर्मुला हो। रुटवाला फर्मुला झन् सम्झिनलाई इजी छ, तर अलिकति कन्फ्युजिङवाला पनि छ। किन भन्दाखेरि उस्तै देखिन्छ, तर सल्भ गर्ने बेलामा यो एक दुईवटा फर्मुला छन् उस्तै छन्, त्यही भएर अलिकति कन्फ्युजिङ पनि छ याद गर्नलाई चाहिँ। यो भनेको चाहिँ के हुन्छ, साइन इन्भर्स x प्लस c। x स्क्वायरको अगाडि माइनस आयो भने साइन इन्भर्स x प्लस c हुँदो रहेछ भनेर बुझ्नु पर्यो। सरी होइन, यहाँ a, किनभने यहाँ a छ नि त, x/a रुट अन्डर a स्क्वायर प्लस x स्क्वायर। अब यही कुरा चाहिँ केमा आइदियो भन्दाखेरि अब यहाँ एडिसनमा आयो भने झन् सजिलो। एडिसनमा आयो भने चाहिँ ln गर्ने र x कति छ त्यो x पनि लेख्ने र यो रुटको कुरालाई यहाँ माथि लेखिदिने 1 प्लस x को स्क्वायर प्लस c। अब हामीले पछि एक्सरसाइजमा गएर सल्भ गर्दाखेरि यस्तै खालकोमा हामीलाई एक्सप्रेसन बनाएर दिएको नहुन सक्छ। क्वाड्राटिक इक्वेसनको फर्ममा दिन सकेको हुन्छ हैन, अनि डिग्री 3 भएकोमा दिन सकेको हुन्छ, डिग्री 4 भएकोमा दिन सकेको हुन्छ नि त। त्यही भएर त्यतिखेर चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ, यस्तोमा कन्भर्ट गर्न चाहिँ जान्नुपर्ने हुन्छ। पर्फेक्ट स्क्वायर निकाल्न जान्नुपर्ने हुन्छ, त्यो पनि क्लास 9 मा पढ्नु पर्थ्यो हैन त। अल्जेब्रामा पढ्नु पर्थ्यो, त्यो बेसी म्याथमै पढ्नु पर्थ्यो। ती सबै कुरा चाहिँ यहाँ जान्नै पर्छ, नजानिकन केही पनि पार लाग्न सक्दैन। अब अर्को एउटा लास्ट फर्मुला छ भनौँ, लास्ट फर्मुला भनौँ 6 नम्बरमा यहाँनिर 1/x स्क्वायर माइनस a स्क्वायर dx भन्ने फर्मुला छ। यो फर्मुला अब के हुन्छ भन्दाखेरि यो फर्मुला पनि त्यही हो,
यस्तै खालको फर्मुला हुन्छ। यो चाहिँ अलिकति फरक छ, यो त्यस्तै खालको फर्मुला छ। ln x लाई यी लेख्ने अनि यही रुटभित्र जे छ त्यही लेखिदिने कि यहाँनिर पनि तलपट्टि यहाँ रुटमा जे छ त्यही लेखिदिने। तर यो कता कता लाउने भनेर चाहिँ बुझ्नुपर्छ। x को अगाडि माइनस छ भने चाहिँ साइन लाउने रुटभित्र x स्क्वायरको अगाडि माइनस छ भने यहाँ साइन लाउनु पर्यो। तर यहाँ a स्क्वायरको a को अगाडि माइनस छ भने चाहिँ के गर्ने भन्दाखेरि यस्तो खालको लाउने। यहाँ पनि हेरौँ, यहाँ पनि a स्क्वायरको अगाडि माइनस छ भने माथि x माइनस a हुँदो रहेछ। तर यहाँनिर x स्क्वायरको अगाडि माइनस छ भने चाहिँ के गर्दो रहेछ भन्दाखेरि a प्लस x लाग्दो रहेछ। उल्टो खेल हुँदो रहेछ। यहाँनिर बुझ्नु पर्यो, यति बुझ्नु यति सिम्पल कुरा हो, बुझिराख्नुपर्छ। यो भनेको चाहिँ सिम्पल फर्मुलाहरू मात्रै मैले यहाँ लेखिदिएको छ। यो फर्मुलालाई प्रुभ गर्न मन लागेले प्रुभ गर्दा पनि हुन्छ, तर प्रुभ गर्नु वेस्ट अफ टाइम मात्रै हो जहाँ मलाई लाग्छ। अब यहाँनिर सल्भ गर्दाखेरि मैले भने क्वाड्रेटिक टाइपको क्वेसनहरू आउन सक्छ। त्यो क्वाड्रेटिक क्वेसन भएको क्वेसनलाई हामीले सल्भ गरेर पर्फेक्ट स्क्वायर युज गर्न सक्नुपर्ने हुन्छ, जान्नुपर्ने हुन्छ। त्यो कस्तो खालको होला भन्दाखेरि जस्तै यस्तो आउन सक्छ, यहाँ रुट अन्डर ax को स्क्वायर प्लस bx प्लस c। हामीले यस्तो खालको सल्भ गर्नु पर्ला, यस्तो खालको सल्भ गरेर फर्मुला लाउनु पर्न सक्ने हुन्छ। अब यो कस्तो लाउनु पर्ने हुन्छ, तर यहाँ रुट छैन भनेपछि त्यो तलका रुट बाहेकका माथिका मात्रै फर्मुला युज गर्नुपर्ने हुन्छ भनेर बुझ्नु पर्यो। हो, अरू कस्ता प्रकारका हुन सक्छन् भन्दाखेरि यी अब यस्तरी एउटा चाहिँ यस्तै यो डिग्री 1 को यतापट्टि र यता रुट अन्डरमा पनि अर्को डिग्री 1 भएको एउटा पोलिनोमियल आउन सक्ला। यस्तोमा चाहिँ हामीले कम्पलसरी लेट गर्नुपर्छ हैन, यसमा चाहिँ लेट गर्नै पर्छ। लेट भनेर लेट गरेर गर्नुपर्ने हुन्छ। त्यस्तै अनि अझै अर्को एउटा अब अगाडिपट्टि चाहिँ के आयो भन्दाखेरि डिग्री 1 को पोलिनोमियल आएछ भने भित्रपट्टि डिग्री 2 को पोलिनोमियल आउने खालको प्रब्लम हुन सक्छ। यस्तो खालको भने जस्ता खालको सबैमा हामीले फरक खालको उपाय युज गर्नुपर्ने हुन्छ। म यहाँ एउटा सुरुमा यस्तो खालको प्रब्लमको सल्भ गर्छु, यस्तो खालको प्रब्लम भएको सल्भ गर्छु र यस्तो खालको प्रब्लम भएको सल्भ गर्छु र एउटामा चाहिँ के गर्छु भन्दाखेरि सबै मिक्स भएको अलिक इजोरुमा पनि नपर्ने खालका पनि सल्भ गर्छु। कहिलेकाहीँ चाहिँ कस्तो पनि हुन्छ भन्दाखेरि इन्टिग्रेसन माथि पनि एउटै डिग्री भएको भनौँ न, माथि पनि डिग्री 1 को तल पनि डिग्री 1 को आउन सक्छ। कहिलेकाहीँ माथि डिग्री 2 को तल पनि डिग्री 2 को आउन सक्छ। कहिलेकाहीँ चाहिँ माथि 1 मात्रै तल डिग्री 2 भएको आउन सक्ला हैन, त्यस्तो खालको पनि आउन सक्छ। ती सबै प्रब्लमलाई फरक तरिकाले हामीले इभ्यालुएट गरेर एक्जामाइन गर्नुपर्ने हुन्छ हैन। ती फरक तरिकाले कसरी सल्भ गर्ने म यहाँनिर सिकाउँछु। अहिले चाहिँ म एउटा सिम्पल क्वाड्रेटिक इक्वेसन खालको, मैले अरू सजिलो खालको मैले फर्मुला पुट गर्ने गेट एन्सर खालको मैले गराइनँ, त्यो जानिहालिन्छ। अर्को अप्ठ्यारो खालको चाहिँ क्वाड्रेटिक इक्वेसन खालको चाहिँ सल्भ गरौँ। अब यहाँनिर एउटा प्रब्लम रहेछ 1/x² प्लस 2x प्लस 10 dx छ। अब यस्तो खालको प्रब्लमलाई चाहिँ कसरी सल्भ गर्ने भनेर अब यहाँनिर हामीले हेरौँ। अब यहाँनिर नर्मल छ यो प्रब्लम। अब हामीलाई यस्तो खालको तलबाट फर्मुला के थियो भन्दाखेरि एउटा x² प्लस a² dx वाला थियो हैन। अर्को के छ भन्दा 1/x² माइनस a² वाला पनि थियो है। एउटा भनेको कस्तो a² माइनस x² dx वाला थियो भनेको। अब यहाँनिर चाहिँ कन्फ्युजिङ वाला छ है भनेको थिएँ मैले, त्यो कुरा पनि ध्यान दिनु पर्यो। यो कस्तो खालकोमा जाँदो रहेछ त भनेर यहाँ एकचोटि हेरौँ न। सबैमै x² छ भने एक ठाउँ चाहिँ x को टर्म, तर त्यो चाहिँ केमा हुनु पर्यो, डिग्री 2 मा आउनु पर्यो। अर्को ठाउँ चाहिँ केमा जानु पर्यो भन्दाखेरि भेरिएबल्स हुनु पर्यो, अथवा कन्स्ट्यान्ट टर्म, सरी भेरिएबल्स भनेको चाहिँ कन्स्ट्यान्ट टर्मको स्क्वायर हुनु पर्यो है, कन्स्ट्यान्ट टर्म हुनु पर्यो। एकतिर चाहिँ कस्तो टर्म हुनु पर्यो अरे, एकतिर कन्स्ट्यान्ट टर्म हुनु पर्यो भने अर्कोतिर चाहिँ कस्तो हुनु पर्यो अरे भन्दाखेरि अर्कोतिर चाहिँ हामीले x को वाला फर्मुला युज गर्नुपर्ने खालको हुनसक्छ। जस्तै मैले यसको के त फर्मुला भन्दाखेरि 1/a tan इन्भर्स x/a प्लस c छ। अनि यो a² माइनस x² आउनेको के छ भन्दाखेरि 1/2a ln a प्लस x/a माइनस x
प्लस सी थियो भने यसको चाहिँ के छ भन्दाखेरि यही तर माथि माइनस तर चाहिँ प्लस अनि यतापट्टि एक्स माइनस ए यतापट्टि एक्स प्लस ए वाला फर्मुला थियो। अब यस्तै फर्मुला हामीहरू निकालेर यस्तै खालको टर्ममा हामीले निकालेर यसलाई सल्भ गर्नुपर्ने हुन्छ। हेरौँ कसरी सल्भ गर्छौँ भनेर। सुरुवात मेटौँ। सबैभन्दा सुरुमा त यसलाई लेट गरौँ। लेट आई इज इक्वल्स टु यसो भनेर लेट गर्ने। अब यसलाई पर्फेक्ट स्क्वायर बनाउनेतिर लागौँ। पर्फेक्ट स्क्वायर बनाउन आउँदैन भने सेकी हाल्दा बेस्ट हुन्छ। जस्तै एक्सको स्क्वायर प्लस 2 टाइम्स भनेपछि हामीले पर्फेक्ट स्क्वायर बनाउँदाखेरि यहाँनिर एक्स छ यहाँनिर एक्स स्क्वायर छ। हामीसँग फर्मुला के छ भन्दाखेरि एक्स प्लस वाई को होल स्क्वायर त माइनस आउँदाखेरि एक्स स्क्वायर प्लस 2xy प्लस वाई को स्क्वायर एक्स स्क्वायर माइनस 2xy प्लस वाई को स्क्वायर हुन्छ। माइनस आउँदाखेरि प्लस आउँदाखेरि त्यो यतापट्टि एक्स छ भने यतापट्टि पनि अगाडि यसको टर्म हुनु पर्यो भने यतापट्टि एक्स स्क्वायर छ यतापट्टि यसको टर्म कहाँ छ यहाँनिर छ भनेपछि 2 टाइम्स एक्स। फर्मुलामा 2 पनि छ 2 पनि छ यतापट्टि एक्स पनि छ यतापट्टि एक्स पनि छ तर यतापट्टि के छ त नम्बर छ। अब हेरौँ न त यहाँ मैले इन्टु 1 गरेँ भने एक्स स्क्वायर प्लस 2x यसलाई वाई मान्दा भयो नि त 1 लाई त 1 लाई वाई मान्दा भयो भने के लेख्ने यता 1 को स्क्वायर हावाको तालमा लेख्न पाइँदैन भने यसलाई के गर्ने ब्यालेन्स गर्नलाई माइनस लेखिदिइहाल्ने। यतापट्टि के छ त प्लस 10 dx भयो 1 राइट। यो भने के भयो भन्दाखेरि x प्लस 1 को होल स्क्वायर भयो माइनस 1 प्लस 10 यतापट्टि dx छँदैछ। अब हेरौँ है त सजिलैसँग सल्भ हुन्छ यो प्रब्लम। यो प्लस 9 भयो dx इंटीग्रेशन अफ 1 by x plus 1 को अब हेरौँ त यहाँ प्लस वाला आयो भने प्लस वाला त एउटा यहाँ त tan इन्भर्स वाला फर्मुला त a को स्क्वायर हुन्छ। यहाँ a को स्क्वायर के भयो यो कतिको स्क्वायर भन्दाखेरि 3 को स्क्वायर 3 को स्क्वायर इन्टु dx भयो हो। यो फर्मुला कस्तो फर्मुलामा गयो इंटीग्रेशन अफ 1 by x स्क्वायर प्लस a स्क्वायर dx भने के त 1 by a tan इन्भर्स x by a प्लस c। अब हेरौँ न त यो x भनेको x डिग्री 2 मा हुनुपर्छ भनेको। अब यसलाई सल्भ गर्दाखेरि त x त डिग्री 2 मै त जाँदो रहेछ नि हो। यतापट्टि a को स्क्वायर भने कन्स्ट्यान्ट टर्मको स्क्वायर भने 3 को स्क्वायर कति छ त 3 को स्क्वायर भने 3 लाई हामीले के मान्ने a स्क्वायरलाई हेर्ने होइन त स्क्वायरको भित्रकोलाई स्क्वायरको भित्र के छ 3 छ यो भनेको a भयो। स्क्वायरको भित्र के छ यहाँ x छ तर यसको स्क्वायरको भित्र के छ x प्लस 1 छ भने फर्मुला आउँछ 1 by a मा के लाग्यो 3 लाग्यो। त्यसपछि tan इन्भर्स अब x by a भनेको छ x भनेको के हो त x प्लस 1 छ by a भनेको के छ भने 3 छ प्लस c कन्स्ट्यान्ट चाहिँ नछुटाउने है। यो कन्स्ट्यान्टलाई मैले के भनेको थिएँ इंटीग्रेशन कन्स्ट्यान्ट भनेको थिएँ। यसलाई के भनेको थिएँ इंटीग्रेन्ड भनेको थियो र यो निकाल्ने प्रोसेसलाई के भनेको थियो इंटीग्रेशन भनेको थियो भनेर पनि बुझ्नु पर्यो। यो चाहिँ हाम्रो के भयो त फाइनल एन्सर भयो। अब हेरौँ त मैले अगाडि एउटा लेखेको थिएँ नि यस्तो फर्ममा हुन्छ भनेर है। यो फर्मुलालाई कसरी गरेर भन्दाखेरि सुरुमा यसलाई पर्फेक्ट स्क्वायर बनाउने पर्फेक्ट स्क्वायर बनाएपछि 3टा फर्मुला मध्ये एउटा फर्मुलामा लाग्छ अनि गर्ने भनेको ठ्याक्कै त्यस्तै भयो है। अब फेरि यस्तै खालको प्रब्लम अरु पनि प्र्याक्टिस गरौँ न त जति प्र्याक्टिस गरौँ त्यति मजाले आउने। पर्फेक्ट स्क्वायर बनाउँदाखेरि बिग्रिन पनि सक्ला है कहिलेकाहीँ पर्फेक्ट स्क्वायर बनाउँदाखेरि बिग्रिन सक्ला। क्वेसन हेरौँ अब अझै एउटा क्वेसन लेट I is equals to integration of 1 by 4x square plus 24x plus 45 dx। अब यो प्रब्लम हेरौँ त यो अगाडि मैले गराउने खालकोमा x मा 1 4 तर x मा 4 छ त्यस्तो हुन्छ है त। अब जहाँसम्म मलाई चाहिँ के लाग्छ भन्दाखेरि यस्तो x को अगाडि कुनै पनि कन्स्ट्यान्ट टर्म आइदियो भने यसलाई कमन लिएर बाहिर फ्याल्दिहाल्ने सबैभन्दा सजिलो तरिका। अब हेरौँ है त यो चाहिँ छिट्टै याद गर्ने हुन्छ x स्क्वायर प्लस यहाँ 24 इन्टु 4 by x by 4 लेख्छु
4 काटेर ब्यालेन्स हुन्छ यहाँनिर 45 × 4/4 लेख्छु यो पनि 4 काटिएर माथिको जस्तै बन्न पुग्छ हेरौँ न यो 4 र 4 काट्यो 24x नै भयो 4 र 4 काट्यो 45 नै भयो हैन त अब हेरौँ त सबैमा यो तीनटै टर्ममा 4 4 त कमन छ माथि माथि भनेपछि 4 4 कमन छ भने 1/4 लेखिदिने मैले केही फरक पर्यो त परेन हुन्छ x² माथिको 4 भइसक्यो भनेपछि 24x/4 माथिको 4 भइसक्यो भनेपछि 45/4 dx छँदैछ इंटीग्रेशन अफ इंटीग्रेशन गर्दाखेरि कन्स्टेन्ट टर्म आयो भने त्यसले कता फाल्दिने बाहिर फाल्दिहाल्ने 1/4 भयो अब हेरौँ है त यो भनेको त 6 काटिहाल्यो त 6 पनि होइन केही पनि होइन काटिएन पनि भनेपछि यो त्यतिकै x² + 6x + 45/4 अब हेरौँ त अब सुरुमा फर्स्टमा सल्भ गरेको प्रब्लम जस्तै खालको देखियो त भने यसलाई सल्भ गर्दै जानु कस्तो हुने रहेछ पर्फेक्ट स्क्वायर बनाऊ x² + 2 त म्यान्डेटरी होइन नि 2 त यहाँनिर सबैभन्दा चाहिन्छ एसेन्सियल छ 2 फर्मुला बनाउनको लागि पर्फेक्ट स्क्वायर बनाउन 2 चाहियो 2 पछि के चाहियो x चाहियो x त यहाँ कति छ यसो अब हेर्ने के यहाँनिर 6 लाई 2 ले डिभाइड गरेर हेर्ने है त 6 लाई यहाँ 6 छ 2 त हामीलाई चाहिन्छ भने 6 लाई 2 ले डिभाइड गर्ने गर्दा कति भयो 3 भयो यहाँ 3 लेख्ने अब के भयो a² + 2ab अब के चाहियो b को स्क्वायर भनेको 3 को स्क्वायर अब हेरौँ हावाको तालमा लेख्न त मिल्दैन हावालाई ब्यालेन्स गर्नु पर्यो यो हावालाई ब्यालेन्स गरेर अर्को पवन ल्याएर ब्यालेन्स गरिदिने 45/4 dx भयो अब हेरौँ है त अब यो त पर्फेक्ट स्क्वायर भयो होला नि x + 3 को होल को स्क्वायर माइनस यहाँ 9 + 45/4 dx भयो यो मेटाउँ उतापट्टि साइड गरौँ अब यहाँनिर हेरौँ है त के कस्तो भयो त 1/4 जस्ताको त्यस्तै बाहिरै छ 1/x + 3 को होल को स्क्वायर अब यसलाई सल्भ गरौँ -9 + 45/4 लाई सल्भ गरौँ अब त क्याल्कुलेटर त भइहाल्छ क्याल्कुलेटर छ भने क्याल्कुलेटर थिच्दा पनि आइहाल्यो है म यहाँ त मसँग यो क्याल्कुलेटर छैन भनेपछि मैले यसरी नै गर्नुपर्ने हुन्छ कति भयो -36 प्लस भनेपछि 9/4 हुँदो रहेछ हो यो 9/4 आउँदो रहेछ यहाँ कति 9/4 dx अब हेरौँ x को स्क्वायर त आयो अब के चाहियो a को स्क्वायर चाहियो x को स्क्वायर भइसक्यो x + 3 को होल को स्क्वायर a को स्क्वायर भनेको 3/2 होल को स्क्वायर यदि dx गर्न पाइयो कि नपाइयो पाइयो 3 को स्क्वायर 9 तर एकछिन हेरौँ है त यहाँ त अघि प्लसमा पो निस्केको थियो होला मैले झुकेर माइनस लेखेको छु यहाँ प्लसमा निस्केको छ है 1/4 अब सिधै फर्मुला युज गर्न मिल्छ होला 1/x² + a² भनेको tan को फर्ममा गयो अब 1/a थियो 1/a भने के छ 3/2 into tan inverse x भनेको x + 3 /3/2 प्लस c लेख्न नमिल्ने यसलाई दुईचोटि काट्यो 1/6 भनेपछि यहाँ tan inverse अब 2 माथि जाने भयो भनेपछि यहाँ 2x + 3/3 प्लस c चाहिँ के छ भन्दाखेरि हामीहरूको फाइनल एन्सर छ आज हामीले स्क्वायर टर्मवाला सक्यौँ भोलि अब हाम्रो अर्को लेखाएको थिएँ मैले तपाईँ साइडमा होइन यस्तो रुटवाला भोलि अब हामी रुटवालालाई सल्भ गर्छौँ है त रुटवाला फर्मुला सल्भ गर्छौँ यस्तै खालको सल्भ गर्दै जाने सल्भ गरेपछि के हुन्छ भन्दाखेरि एन्सर मिल्दै जान्छ रमाइलो हुँदै जान्छ बाई बाई